मेरो सारा चाहिँ ला यतो मुख बनाउँदै बजेको रहेछ यतो मुख बनाउँदै ला। नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो दोस्रो भ्लगमा। म आज बिहानै न्यू भ्लग स्टार्ट गरिराखेको छु। आज चाहिँ म बिहानै उठेर अनि मुख पनि धोएको छुइनँ क्या, मैले उठेर भ्लग स्टार्ट गर्न थालिहालेको क्या। यहाँ हेर्नु न, सनलाइट कस्तो दामी देखिरहेछ। भर्खर त्यहाँ आइपुग्दैछ क्या। अनि म चाहिँ मेरो चाहिँ डेली काम भनेको खाना बनाउने, कपडा धुने, मेरो काम भनेको त्यही हो। अब हेरौँ के गर्छु आज हजुरहरूलाई देखाउने छु नि म। हस्, फेरि खानासाना बनाएर भेट्नेछु है। गुड मर्निङ साना, गुड मर्निङ साना। मेरो सानी चाहिँ उठिसकेको छ भक्कले। अनि उतेले यस्तो मुस्कान हुन्छ क्या मेरो सानाको चाहिँ। उतेले यस्तो मुस्कान दिन्छ मेरो डल्लुले चाहिँ। गुड मर्निङ साना। मोइनी त, मोइनी त, मोइनी त। सानो सानो कहाँ बोल्नु भएको, कहाँ बोल्नु भएको। गुड मर्निङ सानो। कति छिटो थाहा पाउँछ क्या मेरो डल्लुले चाहिँ। म उठेर हिँड्ने बित्तिकै ऊ पनि उठिहाल्छ। ए ओछ्यान छोडेर कहाँ आइपुग्छ। अनि खाना खाएपछि भेट्नुपर्छ भनेर भनेको थिएँ नि। खोइ त, म त बिर्सेछु क्या भ्लग बनाउनका लागि नै। खानासाना खाएँ, खानासाना बनाएर खानासाना खाएँ, कपडा धुन थालेँ। अनि नानीलाई स्कुल पठाउनु पऱ्यो, फेरि अर्को नानीलाई हेर्नु पऱ्यो। अनि भ्लगमा त उयो नै ध्यानै हुँदैन क्या मेरो। भर्खर अब यो दोस्रो भ्लग हो नि त मेरो। अनि ध्यानै हुँदैन, भ्लग बनाउनै बिर्सिरहेको रहेछु म त। अनि अहिले चाहिँ 2 बजिसक्यो। अनि अहिले सम्झेर यहाँ भ्लग बनाउँदैछु। मेरो सानालाई बोकेर यस्तो हुन्छ मेरो हालत, यस्तो हुन्छ। मेरो सानालाई यसरी बोकेर भ्लग बनाउनुपर्छ मैले। अनि मेरो साना एकछिन सुतेको बेलामा काम गर्नु गयो, अघि उठिरहेको हुन्छ। दिउँसो चाहिँ सुत्दैन क्या फेरि। अनि त्यही भएर म केही गर्नै भ्याउँदिनँ क्या दिउँसो चाहिँ। मान्छेले त भन्छ नि घरमा बसेर केही काम हुँदैन भने जस्तै लाग्छ नि। तर यति धेरै काम हुन्छ गाइस, यति धेरै काम हुन्छ घरमा, यति धेरै काम हुन्छ। 2-2जना नानी स्याहार्नु पर्छ, गाह्रो छ मलाई। म चाहिँ मेरो बाबु स्कुलदेखि आउँछ, अन्तखेरि चोक जानुपर्ने छ। सानोलाई एकछिन हेर्नलाई राखेर आज चाहिँ अब भ्लग यस्तै हुन्छ जस्तो छ मेरो। म चाहिँ अब भ्लग चाहिँ डेली फिक्सै हुँदैन क्या मेरो। जतिखेर पनि हुनसक्छ, 3-4 दिनमा पनि हुनसक्छ, 1 हप्ता पछि पनि हुनसक्छ, डेली पनि हुनसक्छ। यस्तै सुरुवातमा यस्तै छ गाइस। साथीहरू, म चाहिँ चोक पुगेर पनि आइसकेँ। म चाहिँ थोरै सामान किन्नु थियो नि त, अनि त्यही भएर म चाहिँ चोक गएको थिएँ। अनि चोकमा चाहिँ भ्लग बनाउने मेरो कन्फिडेन्टै छैन क्या। अब मान्छेहरूले सोद्धाखेरि पनि भ्लग बनाएको कति सब्सक्राइब छ भनेर, सब्सक्राइबर छ भनेर सोद्धाखेरि लाज लाग्छ नि त। अनि त्यही भएर भ्लग बनाउँदिनँ म चोकमा चाहिँ गाइस। मेरो सारा चाहिँ ला यतो मुख बनाउँदै बजेको रहेछ यतो मुख बनाउँदै ला। साथीहरू, म चाहिँ चोक के गर्न गएको थिएँ थाहा छ? म चाहिँ थ्रेडिङ गर्नका लागि गएको थिएँ। अनि थ्रेडिङ गरेर राम्री भएर आएको। अनि मेरो सनस्क्रिन चाहिँ अस्तिदेखि नै सिद्धिराखेको थियो नि त। अनि सनस्क्रिन सिद्धिरहेको थियो। अनि सनस्क्रिन अनि मोइस्चराइजर लिनलाई पनि गएको थिएँ। अनि म चाहिँ पहिला चाहिँ युभी ड्रग्सको सनस्क्रिन लाउँथेँ। अनि युभी ड्रग्सको चाहिँ सिद्धिएको रहेछ। अनि चाहिँ अहिले चाहिँ यो वाला सनस्क्रिन लिएर आएको मैले। मोइस्चराइजर रहेछ त्यो। अनि यो वाला सनस्क्रिन अनि मोइस्चराइजर। अनि आजको भ्लग चाहिँ यति नै हुन्छ होला साथीहरू। मलाई भ्लग एडिट गर्न पनि आउँदैन, थम्बनेल राख्न पनि आउँदैन, अनि ब्याकग्राउन्ड म्युजिकहरू केही राख्न आउँदैन। अनि म यस्तै भिडियो पोस्ट गर्छु। अब भ्याउँदिनँ पनि नि त म। अनि सिक्दाखेरि त आउँछ होला, बिस्तारै सिकेर गरौँला न। अहिले चाहिँ यस्तै छ, जज नगरिदिनु होला। आज यति भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। अनि मेरो भिडियो यदि हजुरहरुकोमा आयो भने चाहिँ लाइक, कमेन्ट, सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला।
अनि हजुरहरूलाई पनि म सपोर्ट गर्नेछु, हजुरहरूलाई पनि म ब्याक दिनेछु भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु साथीहरू। बाई बाई, ह्याभ अ गुड डे।